नेपालभर निशुल्क रूपमा सञ्चालन हुने तालिमहरू कुन कुन संस्थाहरूले प्रदान गर्छन् भन्ने विषयमा म आज तपाईहरुलाई जानकारी दिनेछु। यदि तपाईहरुले निशुल्क रूपमा तालिम लिन चाहनुहुन्छ र कुन कुन संघ संस्थाहरूले कहिले कहिले तालिमहरू दिन्छन् भन्ने बारेमा जानकारी लिन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई वेबसाइटमा गएर हेर्ने फुर्सद छैन अर्थात् तपाईलाई समयको अभाव छ भने त्यस्तो अवस्थामा तपाईहरुले हाम्रो च्यानल सब्स्क्राइब गरेर पनि जानकारी लिन सक्नुहुनेछ। साथीहरु, तपाईहरु निशुल्क रूपमा तालिम लिन चाहनुहुन्छ भने सबैभन्दा सुरुमा तपाईले सम्पर्क गर्नुपर्ने स्थान भनेको तपाईको स्थानीय निकाय रहेको छ। यदि तपाईहरु निशुल्क रूपमा तालिम लिन चाहनुहुन्छ भने तपाईहरुको स्थानीय नगरपालिका पालिकामा सम्पर्क राख्न सक्नुहुनेछ। धेरै किसिमका तालिमहरू स्थानीय निकायहरूले प्रदान गरिरहेका हुन्छन् र त्यहाँबाट प्रदान गरिने सम्पूर्ण तालिमहरू निशुल्क रूपमा उपलब्ध हुने गर्दछन्। साथीहरु, त्यसैगरी दोस्रो नम्बरमा वैदेशिक रोजगार बोर्ड रहेको छ। यदि तपाईहरु वैदेशिक रोजगारीमा जान चाहदै हुनुहुन्छ र वैदेशिक रोजगारीबाट फर्किनु भएको छ या चाहिँ सिप सिकेर नेपालमा नै केही गर्न चाहनुहुन्छ भने यसमा पनि 20,000 भन्दा बढी व्यक्तिहरूलाई प्रत्येक वर्ष तालिमहरू निशुल्क रूपमा दिइरहेको हुन्छ र यो देशैभरि तालिमहरू सञ्चालन हुन्छ। देशका मुख्य मुख्य शहरहरूमा यस ट्रेनिङहरू उपलब्ध हुने गर्दछ र तपाईहरुले यो समय समयमा यसको वेबसाइटमा आएर भिजिट गर्नुपर्ने हुन्छ र तपाईले त्यहाँबाट खुलेको जानकारी पाए पश्चात तपाईहरुले वैदेशिक रोजगारबाट प्रदान हुने यो तालिम पनि निशुल्क रूपमा लिन सक्नुहुनेछ र यसमा तपाईहरुलाई खाजा समेतको व्यवस्था गरिएको हुन्छ। र यदि तपाईहरु यो वेबसाइटमा भिजिट गर्न चाहनुहुन्न भने हाम्रो च्यानल पनि सब्स्क्राइब गरेर थाहा पाउन सक्नुहुनेछ। साथीहरु, त्यसैगरी तेस्रो नम्बरमा सेफर माइग्रेसन प्रोग्राम भन्ने छ, सुरक्षित आप्रवासन कार्यक्रम भन्ने छ। यसमा पनि तपाईहरुले निशुल्क रूपमा तालिमहरू लिन सक्नुहुनेछ र विभिन्न तालिमहरू यसले पनि सञ्चालन गरिरहेको हुन्छ र तपाईहरुले यसको मुख्य प्रायोजक भनेको हेल्भेटास नेपाल भन्ने रहेको छ। यो संस्थाले पनि तपाईहरुलाई निशुल्क रूपमा तालिमहरू उपलब्ध गराइरहेको हुन्छ र कति बेला खुल्छ भन्ने विषयमा चाहिँ तपाईले बेला बखत यो वेबसाइटको नोटिस बोर्ड हेर्दै गर्नुहोला। त्यसैगरी साथीहरु, चौथो नम्बरमा निशुल्क तालिम सिकाउने संस्था भनेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान रहेको छ। यो प्रतिष्ठानहरू देशका मुख्य मुख्य शहरहरूमा उपलब्ध रहेका छन्। 7वटा प्रदेशहरूमा यो प्रतिष्ठानका अफिसहरू रहेका छन् र तपाईले 7वटा प्रदेशमा निशुल्क रूपमा तालिमहरू सिक्न सक्नुहुनेछ। यसमा तपाईहरुको 3 महिनाको र 6 महिनाको फरकमा तालिमहरू खुलिरहेका हुन्छन् र तपाईहरुले यो वेबसाइटको नोटिस बोर्डमा आएर तालिम सम्बन्धी जानकारी लिन सक्नुहुनेछ। यो पूर्ण रूपमा निशुल्क तालिम रहेका छन् यसमा र यसमा तपाईले छोटो अवधिदेखि लिएर लामो अवधिसम्म बेसिकदेखि एडभान्ससम्मका तालिमहरू तपाईहरुले एकै ठाउँमा लिन सक्नुहुनेछ। यो प्रतिष्ठान अन्तर्गत 7वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरू उपलब्ध रहेका छन् र त्यहाँबाट पनि तालिमहरू सञ्चालन हुन्छन्। बेला बखत तपाईहरुले यो वेबसाइट भिजिट गर्नुहोला र यिनीहरूको नोटिस बोर्डमा पनि तपाईहरुले ध्यान दिनुहोला र यो संस्थाले पनि सम्पूर्ण रूपमा निशुल्क रूपमा तालिम उपलब्ध गराउँदै आएको छ। साथीहरु, त्यसैगरी नेपालमा अर्को निशुल्क रूपमा तालिम सिकाउने संस्था रहेको छ, सिटिबिटी रहेको छ। सिटिबिटीले आफ्नो आङ्गिक क्याम्पसहरूबाट विभिन्न ठाउँहरूमा निशुल्क रूपमा तालिमहरू सञ्चालन गरिरहेको हुन्छ र तपाईले यसको ट्रेनिङ क्यालेन्डरमा गएर पनि हेर्न सक्नुहुन्छ र कुन कुन ठाउँमा कुन कुन किसिमका तालिमहरू चलिरहेका छन्, अब चल्नेवाला छन् भन्ने विषयमा पनि तपाईहरुले जानकारी लिन सक्नुहुनेछ। यसको वेबसाइट तपाईले यहाँ भिजिट गर्नुहोला, ctbt.org.np ट्रेनिङ पोर्टल भनेर तपाईले हान्नुहोला र त्यो हानिसकेपछि तपाईले यस्तो खालको इन्टरफेस पाउनुहुनेछ र यसमा चाहिँ ट्रेनिङहरू कहाँबाट उपलब्ध हुन्छ भनेर तपाईले यहाँनिर नाम लिस्टहरू सबै पाउनुहुनेछ र तपाईले यहाँनिर म्यापमा हेर्नुभयो भने म्यापबाट पनि कुन कुन ठाउँमा के तालिमहरू सञ्चालन हुन्छन्, अपकमिङ ट्रेनिङहरू के छन्, यो सबै कुराहरूको बारेमा तपाईले यहाँ जानकारी लिन सक्नुहुनेछ। कुन कुन ठाउँबाट निशुल्क तालिमहरू सञ्चालन हुन्छन्, कसलाई सम्पर्क गर्ने, हैन, कुन कुन जिल्लामा तपाईँ सिक्न चाहनुहुन्छ र कुन तालिम सिक्न चाहनुहुन्छ, यो तपाईले आफ्नो जिल्लाहरू छुट्याएर यसरी जिल्ला, प्रदेश, हैन, पालिका सबै छुट्याएर त्यसमा कुन कुन ठाउँहरू कुन कुन निशुल्क ठाउँहरू उपलब्ध छन् भनेर तपाईलाई यहाँनिर नाम, ठेगाना र संस्थाको नाम, ठेगाना र सिकाउने व्यक्तिको नाम सम्पूर्ण कुराहरू यहाँनिर डिटेल तपाईलाई देखाउनेछ र तपाईले यो व्यक्तिहरूलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ र उनीहरूले चाहिँ कहिले कहिले तपाईहरुमा खुल्दैछ भनेर जानकारी दिनेछन्। जस्तै तपाईले यहाँनिर यदि तपाई पाँचथर जिल्लाको हुनुहुन्छ र पाँचथर जिल्लामा तपाईले अर्थात् उदाहरणको लागि मैले तपाईलाई झापा जिल्लामा राखेँ। झापा जिल्लामा तपाई यदि ट्रेनिङ सिक्न चाहनुहुन्छ भने कुन कुन ठाउँबाट छन् त भने तपाईले झापा जिल्लामा सिलेक्सन गर्नुभयो भने तपाईहरुलाई झापा जिल्लामा उपलब्ध हुने निशुल्क तालिमहरूको बारेमा तपाईलाई यहाँनिर जानकारी आउँछ र कुन कुन तालिमहरू चाहिँ यहाँ सञ्चालन हुन्छन् भन्ने बारेमा तपाईलाई जानकारी उपलब्ध गराएको हुन्छ र यो सम्बन्धित व्यक्तिहरूलाई तपाईले सम्पर्क गरेर कहिलेदेखि खुल्दैछ भनेर पनि जानकारी लिन सक्नुहुनेछ।
साथीहरू, त्यसै गरी निशुल्क रूपमा तालिम सिकाउने अर्को संस्था भनेको सामाजिक विकास मन्त्रालय अन्तर्गत विभिन्न तालिमहरू सञ्चालन भइरहेका हुन्छन्। तपाईँले यो वेबसाइटमा आएर बेला बखत यिनीहरूको वेबसाइट पनि भिजिट गर्न सक्नुहुनेछ र यो सम्पूर्ण प्रदेशहरूमा उपलब्ध छ। 7वटै प्रदेशहरूमा यो तालिमहरू वर्षमा एकचोटि यिनीहरूले सञ्चालन गरिरहेका हुन्छन्। तपाईँहरूले यो संस्था मार्फत पनि निशुल्क रूपमा तालिम सिक्न सक्नुहुन्छ। साथीहरू, त्यसै गरी अर्को निशुल्क रूपमा तालिम सिकाउने तालिम प्रदान गर्ने संस्था भनेको राष्ट्रिय युवा परिषद रहेको छ र यसले वर्षमा 1000भन्दा बढी विद्यार्थीहरूलाई निशुल्क रूपमा तालिमहरू सिकाइरहेको हुन्छ र तपाईँले यो वेबसाइटमा आएर पनि बेला बखत चेक गर्न सक्नुहुनेछ। अस्ति भर्खरै पनि यो खुलेको थियो र यो खुलेको हामीले एउटा भिडियो पनि बनाएका थियौँ र त्यो भिडियोको कतिजना सिलेक्ट भयो भनेर त्यो रिजल्ट अझै पनि आइसकेको छैन। जस वर्षमा एकचोटि यसले खुला गरिरहेको हुन्छ र यसको रिजल्ट आयो भने हामी तपाईँहरूलाई जानकारी पनि दिनेछौँ। तपाईँहरूले बेला बखत यिनीहरूको सामाजिक सञ्जालमा गएर पनि चेक गर्न सक्नुहुनेछ र वेबसाइटमा आएर पनि भिजिट गर्न सक्नुहुनेछ र कहिलेदेखि कुन कुन तालिमहरू सञ्चालन हुँदैछन् भनेर जानकारी पाउन सक्नुहुनेछ र राष्ट्रिय युवा परिषदबाट पाउने सम्पूर्ण तालिमहरू निशुल्क रूपमा सञ्चालन हुनेछन् र यिनीहरूले पनि सकेसम्म सबै प्रदेशहरूलाई समेट्ने गरी तालिम सञ्चालन गर्ने भनेर नोटिस जारी गरिरहेका हुन्छन् र त्यसरी नै सिकाइरहेका हुन्छन्। साथीहरू, नेपालमा निशुल्क तालिम दिने अर्को संस्था भनेको ओल्गापुरी भोकेसनल स्कुल भन्ने रहेको छ। यसमा तपाईँले जति पनि तालिमहरू उपलब्ध छन् यसमा तपाईँले खाना बस्न सहित तालिमहरू सिक्न सक्नुहुन्छ। जस्तै तपाईँलाई यहाँनिर इलेक्ट्रिकल, प्लम्बिङ, वेल्डिङ, कार्पेन्ट्री भन्ने लगायत विभिन्न तालिमहरू यसबाट सञ्चालन हुन्छन्। यसमा विशेष गरेर सिटिबिटीसँग सहकार्य गरेर यिनीहरूले तालिमहरू सञ्चालन गरिरहेका हुन्छन् र विभिन्न स्थानीय निकायहरूसँग पनि सहकार्य र यिनीहरूले भोकेसनल ट्रेनिङहरू दिइरहेका हुन्छन् र तपाईँहरूले यदि यो संस्थामा पढ्न चाहनुभयो, यदि पढ्न इच्छुक हुनुभयो र तपाईँ सेलेक्सनमा पर्नुभयो भने यिनीहरूले खाने बस्ने सम्पूर्ण कुराहरू निशुल्क रूपमा उपलब्ध गराउने गरेका छन् र यो संस्थाले तपाईँलाई यो 4 किसिमका विशेष गरेर 4 किसिमका तालिमहरूमा चाहिँ निशुल्क रूपमा खाने बस्ने सम्पूर्ण व्यवस्थाहरू बिहोर्ने गरेको छ र काठमाडौँलाई मुख्य यसले केन्द्र बनाएको छ र त्यसै गरी पूर्व, पश्चिम, उत्तर, दक्षिण यो सम्पूर्ण ठाउँहरूमा नगरपालिका र त्यहाँको स्थानीय निकायहरूसँग सहकार्य गरेर विभिन्न ठाउँहरूमा, देशका विभिन्न ठाउँहरूमा कार्यक्रमहरू सञ्चालन गरिरहेको हुन्छ, ट्रेनिङहरू सञ्चालन गरिरहेको हुन्छ। तपाईँले पनि यसको वेबसाइटमा बेला बखत भिजिट गर्नुहोला र यो 3 महिनामा एकचोटि खुल्ने गरेको हुन्छ। कम्तीमा 3 महिना र बढीमा 6 महिनामा यो चाहिँ खुल्ने गरिरहेको हुन्छ र तपाईँले यो वेबसाइट हेरिराख्नुहोला। माथि उल्लेखित सङ्घ संस्था बाहेक अन्य सङ्घ संस्थाहरूले पनि विभिन्न समयमा नेपालमा निशुल्क तालिमहरू सञ्चालन गरिरहेका हुन्छन् र ती तालिमहरूको बारेमा यदि तपाईँहरू जानकारी लिन चाहनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। माथि उल्लेखित सङ्घ संस्था बाहेक अन्य सङ्घ संस्थाहरूले पनि विभिन्न समयमा नेपालमा निशुल्क तालिमहरू सञ्चालन गरिरहेका हुन्छन् र ती तालिमहरूको बारेमा यदि तपाईँहरू जानकारी लिन चाहनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। कतिपय निशुल्क तालिम खुल्ने तालिमहरूको बारेमा हामीले जानकारीको भिडियो बनाएका हुँदैनौँ र त्यसको जानकारी चाहिँ हामीले सूचनाहरू पोस्ट सेक्सनमा चाहिँ उपलब्ध गराएका हुन्छौँ, त्यसमा पोस्ट गरेका हुन्छौँ। त्यसैले तपाईँले हाम्रो युट्युब च्यानलको पोस्ट सेक्सनमा गएर पनि सूचनाहरू हेरेर सक्नुहुनेछ। विभिन्न स्थानीय निकायहरूका हामीले देशैभरि सकेसम्म थाहा पाएका र हामीलाई जानकारी आएका सम्पूर्ण ठाउँहरूको बारेमा तपाईँहरूलाई बेला बखत जानकारी दिइरहेका हुन्छौँ। तपाईँहरूले हाम्रो च्यानलको पोस्ट सेक्सनको सूचनाहरू पनि हेर्नुहोला। धन्यवाद।